नमस्कार, कार्यक्रम कल 24 मा स्वागत छ। म राजीव खत्री। कति एउटै कुरा पटक पटक गर्नु कहिलेकाहीँ त दिक्क लाग्छ, तर आँखै अगाडि व्यथितिका चाङ लागेका छन् भने चुप बस्न पनि त सकिँदैन। हजार पटक नै किन भन्न नपरोस्। आज पनि म औषधि व्यवस्था विभागका तीनै महानिर्देशक नारायण ढकालको कुरा गर्दैछु। यी महाशयले कानुन विपरीत 7वटा विदेशी कम्पनीका 52 ब्रान्डको औषधिको मूल्य वृद्धि गरेका थिए। मूल्य वृद्धि गरेर जनताको ढाड सेके बापत करोडौंको व्यक्तिगत लाभ लिएको आरोप छ, जुन हामीले यसअघिका कार्यक्रममा पनि तथ्यसहित यहाँहरू बीच राख्दै आएका छौँ। विभागका महानिर्देशकले गुपचुप औषधिको मूल्य बढाउनु गैर कानुनी थियो, तर कसैले कारबाही गर्न सकेका थिएनन्। यसैबीच औषधि व्यवस्था विभागलाई उच्च अदालत पाटनले लगाम लगाइदिएको छ। विभागका महानिर्देशक नारायण ढकालले आफ्नो तजबिजमा कानुन विपरीत औषधिको मूल्य घटबड गरेपछि नेपाल औषधि उत्पादक संघले सो विरुद्धमा उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गराएको थियो। रिटमाथि सुनवाई गर्दै उच्च अदालतले सरकारको स्वीकृति बिना र राजपत्रमा सूचना प्रकाशित नगरिकनै औषधिको मूल्य तोक्ने विभागले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्नु अन्तरिम आदेश जारी गरेको छ। हुन त प्रदीप पौडेलले स्वास्थ्य मन्त्री बनेसँगै पहिला यी व्यथितिका चाङमाथि बसेका महानिर्देशक ढकाललाई जिम्मेवारीबाट मुक्त गर्लान् भन्ने धेरैको अनुमान थियो, तर ठिक उल्टो त्यही व्यथितिको चाङमाथि ढकाललाई मन्त्री पौडेलले श्रीपेच नै लगाएर विराजमान गराए। लामो समयदेखि सो पदमा कार्यरत रहेका ढकाल हरेक मन्त्रीलाई खुसी बनाउन सफल हुँदै आएकोमा प्रदीप पौडेललाई खोइ किन हो कुन्नी झन खुसी बनाउन सफल देखिन्छन्। महानिर्देशक ढकालका कारण औषधि व्यवस्था विभागका बदनाम मात्रै भएको छैन, भ्रष्टाचार र व्यथितिले डुङडुङती गनाएको छ। ढकालले तजबिजका आधारमा औषधि कम्पनीलाई पोस्ने काम गर्दै आएका छन्। ढकालले औषधि ऐनमा भएको प्रावधान विपरीत वर्षै पछि एउटै औषधिको लगातार मूल्य वृद्धि गरेको पाइएको छ। यो कुनै पनि बनाऊ आरोप होइन, महालेखा परीक्षकको प्रतिवेदन मार्फत उद्घाटित भएको कुरा हो। 2074 यता 2081 सालसम्म आइपुग्दा औषधिको नाममा कति लुट मचाइयो होला त अनुमान गर्नुभयो भने गिरीबन्धु प्रकरण फिक्का पर्छ। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा 3.5 वर्ष अघि उजुरी परेको थियो, तर हालसम्म पनि अनुसन्धान सकिएको छैन। यही बीचमा ढकालको कुकर्मलाई उच्च अदालतले लगाम लगाइदिए पनि स्वास्थ्य मन्त्री भने मौन छन्। औषधिका नाममा जनताबाट लुटेर हरेक मन्त्रीलाई खुसी बनाउँदै आएका ढकालबाट यी मन्त्री पौडेल कति खुसी बुझे यिनले थाहा भएन। भ्रष्टहरूलाई बोकेर कहाँसम्मको यात्रा गर्ने हो त्यो पनि भन्न सकिएन। त्यति मात्रै होइन, बजारमा म्याद नागेका र जनस्वास्थ्यमा घातक असर पर्ने गुणस्तरीयहीन औषधिहरू उद्योगमा फिर्ता गर्ने प्रावधान छ, तर महानिर्देशक ढकालले कागजमा मात्र फिर्ता गरेको देखाएर उद्योगीहरूसँग करोडौं घुस लिएको उजुरी स्वास्थ्य मन्त्रालयसम्म पुगेको छ। तर स्वास्थ्य मन्त्रीलाई खुसी पारेपछि ती सब करतुत सामसुम भएका छन्। औषधि उद्योगहरूमा अनुगमन नगर्ने विदेशी औषधिको सूचीकरणमा हुने चलखेलबाट करोडौंको चलखेल गर्दै आएका महानिर्देशक नारायण ढकालका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमाणसहित दर्जनौं उजुरी पर्दा पनि छानबिन हुन सकेको छैन। मानव स्वास्थ्यमै असर पर्ने काम गरी कमिसन खाने ढकाललाई अख्तियारले अभयदान दिएकोमा विभागकै कर्मचारीहरू पनि चकित छन् रे। वर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल तनहुका भएको र ढकाल जोडिएको जिल्ला स्याङ्जाका हुन्। गुणस्तरहीन औषधि बिक्री गर्न छुट दिनेदेखि विदेशी औषधिको सूचीकरणमा लिएको कमिसनको हिस्सा मन्त्रीसम्म पुर्याएर ढकाल टिक्दै आएको गम्भीर आरोप छ। दर्शकवृन्द, अङ्ग्रेजीमा एउटा पोकर फेस भन्ने शब्द छ। पोकर फेस स्थिरको भाव एउटा सङ्केत हो, जुन अनुहारमा व्यक्तिभित्रको भाव झल्किँदैन त्यस्तो अनुहारलाई अङ्ग्रेजीमा पोकर फेस भनिन्छ। जुवा घरमा जुवा खेलाउने व्यक्तिलाई पोकर भनिन्छ र जुवा खेलाउँदै गर्दा आफ्नो अनुहारको भाव पढेर कुनै जुवाडेले बाजी थाप्ने वा नथाप्ने निर्णय नगरून् भनेर तिनले आफ्नो मनको भाव अनुहारमा प्रतिबिम्बित हुन दिँदैनन्। बडो स्थिर र गम्भीर देखिन्छन् पोकरहरूको अनुहार, तर ती भित्रबाट भने उद्वेलित र तनावग्रस्त हुन्छन्। यति बेला स्वास्थ्य मन्त्री प्रदीप पौडेलले देखाएको प्रगतिको फेरिसको भाव पनि
त्यही फोकर फेस हो। यी पौडेल दूरदर्शिता र पारदर्शिताका गफ ठोक्छन्, काम गर्ने हुटुटीको अभिनय गर्छन्, न्याय र समानताका वकालत गर्छन्, तर ठोस काममा माखो मार्न सकेका छैनन्। स्वास्थ्य मन्त्री पौडेल बाहिरबाट राम्रो देखिएको मात्र हो, यथार्थमा भ्रष्ट मन्त्री हुन्। माफ गर्नुहोला, यो मैले भनेको होइन, स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डाक्टर सङ्गीता मिश्रले लगाएको आरोप हो। बढुवाका लागि 1 नम्बरमा परेकी डाक्टर सङ्गीता मिश्रलाई स्वास्थ्य सचिवको बढुवामा वञ्चित गरेर आफ्ना नजिकका मान्छेलाई अगाडि सारे, आफ्नो र कङ्ग्रेसको विभेदकारी अनुहार उदाङ्गो पारे। आफूमाथिको अन्याय सहन नसकेपछि डाक्टर मिश्रले भनेकी थिइन्, महिलाले अनैतिक काममा साथ दिँदैनन्, त्यसैले योग्यता क्षमता र वरियता हुँदाहुँदै पनि महिलालाई अगाडि सारेनन्। हुन त अरू हचुवाको भरमा क्यान्सरको सेवा विस्तार गरेको बताइन्छ। 14 लाखभन्दा बढी किशोरीहरूमा पाठेघरको मुखको क्यान्सर विरुद्धको भ्याक्सिनका रूपमा लगाइने HPV खोपलाई नेपालमा ल्याएर प्रमाणित नै नगरी लगाइदिएको पनि पाइएकै छ। स्वास्थ्य मन्त्रीमा नियुक्ति भएको 7 महिना भइसक्दा पनि निर्देशन दिने र महत्त्वकाङ्क्षी योजना अगाडि सार्ने बाहेक जनताले अनुभूत गर्ने ठोस काममा माखो मार्न सकेका छैनन्। हचुवामै स्वास्थ्य बिमा 5 लाख पुर्याउने घोषणा गरे, त्यसको स्रोत के हो अत्तो पत्तो छैन। गर्न नसक्ने देखेपछि कुवा रुँदै हिँडेका छन्। अनि 100 रुपियाँको रिचार्ज किन्दा 50 पैसा बिमा कोषमा जाने व्यवस्था गर्नुपर्छ भन्दै हिँडेका छन्। 1 लाखको बिमा समेत धर्मरायको बेला 5 लाख पुर्याउने निर्णय भएपछि बोर्डका अध्यक्ष डाक्टर गुणराज लोनीले अध्यक्षबाट राजीनामा दिएका थिए। त्यस्तै जलनका बिरामीलाई 1 लाख सहायता दिने निर्णय गरे। यसको स्रोत के हो, आवश्यकता छ कि छैन, उनलाई कुनै मतलब छैन। यतिसम्म कि उनकै सचिवालयका कर्मचारी उनले घोषणा गरेको कार्यक्रमबाट खुसी छैनन् रे। राज्यको ढुकुटीमा पैसा छैन, तर मन्त्री पौडेल जहाँ रिबन काट्न बोलाउँछन् त्यहाँ रोग अनुसारको निशुल्क उपचार व्यवस्था वा केही लाख रकम सहयोग गर्ने निर्णय ठोकेर आइदिन्छन्। क्यान्सर लगायत दीर्घ रोगीलाई स्थानीय तह मार्फत दिने 5000 रुपियाँ यिनी मन्त्री भएदेखि बिरामीले पाउन सकेका छैनन्। हुक्के गफ गर्ने र नयाँ भन्दा विगतमा भइसकेका कामलाई आफूले गरेको भन्दै जबरजस्त निर्णय गर्दै हिँडेपछि स्वास्थ्य क्षेत्र मात्रै होइन, अन्तर मन्त्रालय पनि उनीसँग चिडिएको आरोप छ। त्यसैले स्वास्थ्य क्षेत्रले अहिले भोट बढाउने नाममा जताभावी रकम वितरण गर्ने र आगामी चुनावका लागि खर्च सङ्कलन गर्ने मन्त्री खोजेकै छैन। मनलाग्दी रकम छर्ने भन्दा विगतमा जताभावी छरिएको रकम स्वयंले मन्त्रीको आवश्यकता स्वास्थ्यलाई भएको छ। दर्शकवृन्द, यी र यस्तै विकृतिका अन्य विषय आजको कल 24 मा हामीले समावेश गरेका छौँ।